बुझी ट्याक्कै कालीको आएको छ है अब उसको त भाइ हेर्नु कसको आउँछ त अनि ए ठुलै छ नि त इमा किन नहुनु दाँत सानो गिजा ठुलो खाली त्यसको चाहिँ बरु दाँत नि ठुलै आयो अब भिडियो बनाएको दुईटा मोबाइलबाट भिडियो बनाएको तिमीहरूको अलिकति त्यो मुठा त्यहाँ जमाएर बनाऊ न अलिकति टक्क तिमीहरू लाउँला यही हुन्छ है कहाँ लाएर जानु कोही बाइक लाउँछ कस्तो क्लियर आयो जस्तो लाग्यो हेर त कसकोमा राम्रो उयो विचार भएछ अहिले म दिन्छु अहिले अहिले कहाँ सुझाव त्यहाँ फोटो नि खिच्न त्यो माथिको ट्याक 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 पार्न दुई चिन्चली ल कालियो त अरे कालिएर हेर्ने फोटो के एउटा ऊ ठ्याक्कै स्पिकर राखेर त्यहाँ भटभटाएर एउटा राखिदिनु पर्ने टिका लाउनु थालेपछि अनि त्यहाँ ठ्याक्कै खोलिदिनु मोबाइल खोलेर स्पिकर कानमा एयरपट लाउनु पर्ने छ नि हेलमेट लाउँदा मान्छे यो रङ त उयो हामीले ल्याएकै ल्याएको यसमा कस्तो छ भन्दाखेरि यो के भयो तिन दिँदैन अलिकति सट्ट बनाउनु छ यही हुन्छ भने खुल्यो हेर पहिला यसमा चाहिँ फोटो खिच्नु नमिल्ने अनि यो त 4 मिनट हुन लाग्यो आमाको नि भिडियो आउनु पर्छ यहाँ चिबो एकैचोटि लानु हो आमा खै त गएको छ भन्ने हो के भन्ने हो मामाको ओइ मेरो मोबाइल देऊ त नाति ऊ त्यसमा गरी हेर्दा उठाएन फोन लाग्यो न कविताले नौ बजी पुग्छ होला भने 9 गर्नु पुगेर फर्काउँछ अहिले भिना चोइबाट नि 3-4 बेर गरे 9 बजे लाग्यो 9 बजे पुग्यो 9 बजे नि यता त्यस्तो जाम भने के 9 3 11 12 बजे जाम त अलिकति हो जाममा बाहिर पर सर्नु